यसको पछाडि गहिरो विज्ञान लुकेको छ। ध्वनि आफैमा एउटा शक्तिशाली ऊर्जा हो नि त। जब भिक्षुहरूले विशेष तरिकाले मन्त्रोच्चारण गर्छन्, जसलाई ओभरटोन च्यान्टिङ भनिन्छ, त्यसले निकै कम आवृत्तिको वा लो फ्रिक्वेन्सीको ध्वनि तरङ्ग पैदा गर्छ। लो फ्रिक्वेन्सीको? हो, जब त्यो ध्वनि गुफाको चुनढुङ्गा र माटोको भित्तामा ठोकेर फर्किन्छ, त्यसले एउटा विशेष प्रकारको कम्पन वा रेजोनेन्स पैदा गर्छ। यो कम्पनले मानिसको स्नायु प्रणालीलाई प्रत्यक्ष प्रभाव पार्छ। वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन् कि यस्तो प्रकारको निरन्तर र लयबद्ध ध्वनिले मस्तिष्कको तरङ्गलाई सामान्य अवस्थाबाट अल्फा वा थीटा अवस्थामा पुर्याउन मद्दत गर्छ, जुन अवस्था गहिरो ध्यान र विश्रामको अवस्था हो। वाव! भनेपछि त्यो गुफाको डिजाइनले नै ध्यान गर्न सजिलो बनाउँछ। एकदम। यहाँनिर गुफा केवल घामपानीबाट बच्ने वासस्थान मात्र रहेन, यो त उनीहरूको दैनिक धार्मिक अनुष्ठानको एउटा सक्रिय हिस्सा बन्यो। जब ध्वनि गुन्जिन्छ, यस्तो भान हुन्छ मानव गुफा आफै पनि उनीहरूसँगै मन्त्र जपिरहेको छ। त्यो भौतिक स्थान र आध्यात्मिक अभ्यास बीचको यो तालमेल साँच्चै नै अद्भुत छ। गुफा आफै मन्त्र जपिरहेको छ। यो सुन्दा जति रहस्यमयी, दार्शनिक र रोमान्टिक सुनिन्छ नि, यसको पछाडिको दैनिक वास्तविकता भने त्यति नै क्रूर र अकल्पनीय छ। हो, वास्तविकता निकै फरक छ। किनभने त्यो गुफाको रहस्यमय शान्ति, त्यो ध्वनि विस्तारक शक्ति र शान्त प्रार्थनाको पछाडि प्रकृतिको सबैभन्दा क्रूर र निरन्तर चलिरहने परीक्षा लुकेको छ। हाम्रा स्रोत सामग्रीहरूले त्यहाँको हिउँदको जुन चित्र प्रस्तुत गरेका छन्, त्यो पढ्दा मुटु नै काम्छ।